कामहरू हामी आश्वासन मात्रै बाँड्दैनौँ। यहाँ लेखिएका र गरिएका प्रतिबद्धताहरू हामी पूरा गर्ने प्रतिबद्धता आम यसै सञ्चार माध्यमबाट यस क्षेत्रका आम जनसमुदायका बीचमा पुगोस् भन्नका लागि आज हामीले यो चुनावी प्रचार प्रसारको पहिलो दिन पत्रकार सम्मेलनको आयोजना गरिएको कुरा यहाँहरू सबैलाई अवगत गराउन चाहन्छु। देश विषम परिस्थितिमा गुज्रिरहेको अवस्थामा 2084 सालमा हुने निर्वाचन विविध कारणले गर्दा आज 2082 सालमा हुन गइरहेको छ। तथापि नेकपा एमाले यस देशको एउटा जिम्मेवार दल भएको नाताले र त्यो दलको तर्फबाट म एउटा उम्मेदवार यस क्षेत्रको जनताको प्रतिनिधि बन्न चाहिरहेको अवस्थामा हामीले यो प्रतिबद्धता पत्र यहाँ ल्याइरहँदा आम सम्पूर्ण मतदाताहरू लगायत यस नवलपरासी बसुप क्षेत्र नम्बर 2 मा बस्नुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा ढुक्कका साथ यहाँहरूले चाहेका परिवर्तनहरू नेकपा एमाले गर्न सक्छ र नेकपा एमालेको पात्र अथवा जनप्रतिनिधि सभाको उम्मेदवार लेखनाथ खरेलले यहाँहरूको भावना मुताबिक काम गर्न सक्छ भन्ने कुरामा यहाँहरूलाई हामी विश्वास दिलाउन चाहन्छौँ। आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, हामीले गरेका प्रतिबद्धताहरू कहिल्यै पनि हामीले झुट प्रतिबद्धता गरेका छैनौँ र अहिले पनि गर्ने छैनौँ। यो देशमा विकासको लहर फुटाउन भनौँ अथवा विकासका चाहिँ योजनाहरू ल्याउनको लागि जब नेकपा एमाले र नेकपा एमालेको शक्ति बलियो भयो र सत्तामा पुग्यो भनी भएका कुराहरू यहाँलाई सर्वविदितै छ। सोही मुताबिक आज हामीले यो प्रतिबद्धता पत्र यहाँहरू समक्ष हामी ल्याउँदैछौँ र यो ल्याइरहँदा सबै कुराहरू समेट्न हामीले सकिरहेका छैनौँ। सम्पूर्ण आम मतदाताहरूमा विकासका हुटहुटीहरू छन्, ती सबै कुराहरू समेटेर अहिले हामीले ल्याउँदा झन्डै यो कैयौं पानाको हुन सक्ने भएको हुँदा नेकपा एमाले केन्द्रीय तहबाट चाहिँ जारी गरेको प्रतिबद्धता पत्र अथवा घोषणा पत्र आइ नै सकेको छ भने हामीले यस क्षेत्रमा गरिने मूल कामहरूलाई मुख्य आधार मानेर त्यसका साथसाथै यससँग सम्बन्धित जनताका अति आवश्यक कार्यहरू गरिने प्रतिबद्धताका साथ मैले यो प्रतिबद्धता वाचन गर्ने अनुमति चाहन्छु। र नेकपा एमालेका उम्मेदवार लेखनाथ खरेल म स्वयं र समानुपातिक तर्फ हुनुहुन्छ रिङ्गला यादव र नेकपा एमालेको प्रत्यक्ष तर्फको उम्मेदवार र चाहिँ समानुपातिक तर्फको दुवै उम्मेदवारहरूलाई आम क्षेत्र नम्बर 2 का मतदाताहरू लगायत सम्पूर्ण जनसमुदायहरूले मतदान गर्नुहुनेछ। सूर्य चिन्हमा मतदान गरेर अत्याधिक बहुमतले विजय गराउनु हुनेछ भन्ने अपेक्षा समेत राख्न चाहन्छु र यहाँहरूले सूर्यमा नै मतदान किन गर्ने भन्ने बारेमा मूल भन्सार नागाको रूपमा रहेको महेशपुर भन्सारलाई पूर्ण क्षमतामा सञ्चालन गरी महेशपुर परासी सुनवल महल पोखरी हुँदै पाल्पा 4 लेनको बाटो विस्तारको क्रममा रहेको र सो बाटोलाई सुनवल हुँदै पाल्पा सहितका पहाडी जिल्लाहरूसँग जोड्ने व्यापारिक मार्गहरूलाई महत्त्वका साथ निर्माणका लागि पहल गरिनेछ। रामग्राम, पण्डितपुर, बाबा बर्दगोरिया, जावा, कोलवृक्ष, ककरपत नगर पालीमा रहेको नन्दनताल, देवदहताल, तरगौली लगायत बुद्धसँग जोडिएका र पर्यटकीय सम्भावना बोकेका स्थानको प्रवर्धन र सम्वर्धन र निरन्तर आवश्यक पूर्वाधार विकास गरिनेछ। नवयुवा पुस्ताको चाहना र भावनाको प्रतिनिधित्व गर्दै स्थानीय, प्रादेशिक र सङ्घीय तहसम्म श्रम, सिप र रोजगारी विकासमा जोड दिइनेछ। कृषि क्षेत्रमा आधुनिकीकरण गरी व्यावसायिकरण, साना, मझौला तथा ठुला उद्योग र सहकारीका माध्यमबाट स्थानीय रोजगारीमा व्यापक वृद्धि गर्न पहल गरिनेछ। एक निर्वाचन क्षेत्र, एक खाद्य भण्डार नीति अवलम्बन गरी कृषि उत्पादनको बजार र उपभोक्ताको सहज आपूर्तिको व्यवस्था गरिनेछ। युवालाई रोजगार बनाउँदै स्थानीय सिप, पुँजी र व्यावसायिकता वृद्धि गर्ने
साथ उद्यमशीलता सम्बन्धी तालिम प्रदान गरी बिउ पुँजी सहुलियतपूर्ण ब्याज दरमा उपलब्ध हुने व्यवस्था गरिनेछ। स्थानीय प्रदेश तथा सङ्घीय सरकार र निजी क्षेत्रको सहकार्यमा मुख्य शहरी क्षेत्र केन्द्रित गरी सहज, सुलभ र भरपर्दो सार्वजनिक यातायात सेवाको प्रबन्ध गरिनेछ। पहिलो चरणमा भुमई र सुनवलदेखि भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा सार्वजनिक यातायात सञ्चालन गरिनेछ। रामग्रामका लागि पहल गरिनेछ। सुनवल स्थित लुम्बिनी चिनी मिललाई उपयुक्त स्थानमा स्थानान्तरण गरी सो स्थानमा मेडिकल कलेज, अस्पताल वा विश्वविद्यालय सञ्चालन गर्न पहल गरिनेछ। पदमार्ग हिल स्टेसनका माध्यमबाट निर्वाचन क्षेत्रको उत्तरी राष्ट्रिय तथा सामुदायिक वनको सहकार्यमा पर्यटनसँग जोडिने धुर्कोट, बेमरे, बिहारी गाउँमा होमस्टे सञ्चालनका लागि विशेष पहल गरिनेछ।